भाग 14 जडीबुटी कसरी भण्डारण गर्ने जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले जडीबुटी सही तरिकाले कसरी सुकाउने भन्ने कुरा सिक्यौँ। आज हामी अर्को महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ। यदि जडीबुटी राम्रोसँग भण्डारण गरिएन भने के हुन्छ? सही रूपमा भण्डारण नगरिएको जडीबुटीमा आर्द्रता, घाम, गर्मी, धुलो वा किराको असर पर्न सक्छ। यसले गुणस्तर घटाउन सक्छ र केही अवस्थामा फफुन्दी पनि लाग्न सक्छ। त्यसैले यही आधारभूत कुरामा ध्यान दिनु आवश्यक छ। जडीबुटीले पूर्ण रूपमा सुकाएपछि मात्र भण्डारण गर्नुहोस्। सफा, सुक्खा र चिस्यान कम भएको ठाउँमा राख्नुहोस्। हावाबन्द कन्टेनर र प्रयोग गर्नु राम्रो हुन्छ। प्रत्यक्ष घाम र अधिक तापबाट जोगाउनुहोस्। समय समयमा जडीबुटीको अवस्था जाँच गर्नुहोस्। याद राख्नुहोस्, राम्रो जडीबुटी भनेको राम्रो बिरुवा मात्र होइन, सही तरिकाले सुकाएर सुरक्षित रूपमा भण्डारण गरिएको जडीबुटी पनि हो। अर्को एपिसोडमा हामी सिक्नेछौँ जडीबुटीको म्याद किन महत्त्वपूर्ण हुन्छ। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।